हरेक पटक जब हजुरको माइन्डमा कुनै विचार उत्पन्न हुन्छ, कुनै इच्छा जागृत हुन्छ, त्यो इच्छा जस्तो पनि हुन सक्छ। हाम्रो मनमा विचारहरू अटोमेटिकली आउँछन्, किनकि हाम्रो मनको काम भनेको विचारहरू ल्याउनु हो। जस्तो विचारहरू कस्तो हुन सक्छन्? मलाई महँगो फोन चाहियो, मलाई आइफोन चाहियो, मलाई गाडी चाहियो, मलाई त्यो कुराहरू चाहियो जुन अरूसँग छ। तर त्यो विचार आउने बित्तिकै हामी त्यसमा डुब्छौँ। त्यो विचारमा डुब्नुभन्दा पहिले हाम्रो माइन्डमा के आउनुपर्ने थियो? अवेरनेस, सचेत हुने अभ्यास। अवेरनेसले हामीलाई त्यो गहिराइमा जान दिँदैन। मानौ मेरो माइन्डमा कुनै विचार आयो, अब म पहिलो कदम मेरो के हुनुपर्छ? अवेरनेस। रोकिए। अवेरनेसले मलाई त्यो विचारमा डुब्न दिँदैन। अनि दोस्रो कदम भनेको त्यो विचारलाई मूल्याङ्कन गर्नु। के मलाई साँच्चीकै मलाई आइफोन चाहिएको छ त? के मलाई साँच्चीकै महँगो गाडी चाहिएको छ त? के मलाई यो सोच्नु आवश्यक छ त? यो हो तपाईको मनको विचारहरूलाई बुद्धिले हेर्नु। बुद्धिले मनको विचारहरूलाई छान्नु। तर हामी कहाँ फसिन्छौँ भन्दा हामी मनको हरेक विचारहरूलाई विश्वास गर्छौँ। एउटा लाइन छ, डु नट बिलिभ एभ्रिथिङ यु थिङ्क। तपाईँको हरेक विचारहरूलाई विश्वास नगर्नुहोस्, किनकि विचारको त कुनै सीमा नै छैन, कुनै लिमिट छैन। विचार जति पनि आउन सक्छ। यदि हरेक विचारलाई विश्वास गर्दै जानुभयो भने तपाईँलाई डिस्ट्रोय गरिदिन्छ। तपाईसँग कुनै एनर्जी नै बच्दैन राम्रो पोजिटिभ सोच्नको लागि। त्यसकारण हरेक विचार आउने बित्तिकै पहिलो कदम अवेर हुनुहोस् कि मेरो माइन्डमा कुनै विचार आयो र अब त्यो विचारलाई मैले मूल्याङ्कन गर्नु। मलाई यो चाहियो भनेर कुनै थट आउन सक्छ। हाम्रो माइन्डमा थटहरू कसरी आउँछन्? अरूलाई देखेर पनि आउन सक्छन्। हाम्रो वातावरणको अनुसार अरूले कुनै चिज खाइरहेको देख्यो होला अनि माइन्डमा विचार आयो, अब मलाई पनि चाहियो। यो भनेको एउटा मात्र विचार हो। विचारलाई विश्वास गरेर त्यो विचारमा डुब्न सुरु गर्नुभयो भने तपाईँ न त खुसी रहन सक्नुहुन्छ, न त कहिले शान्ति पाउनुहुन्छ। त्यसकारण एउटा बुद्धिमान व्यक्तिको पहिचान यो हो कि त्यो व्यक्तिले आफ्नो हरेक विचारहरूलाई मूल्याङ्कन गर्छ, आङ्कलन गर्छ, छान्छ, फिल्टर गर्छ। तर एउटा जसलाई अवेरनेस छैन त्यो व्यक्तिले आफ्नो हरेक विचारहरूलाई गम्भीरताले लिन्छ र सधैँ दुखी रहिरहन्छ। मैले भनेको दुईवटा कुराहरूलाई एकदम राम्रोसँग फलो गर्नुहोस्। त्यो हो अवेरनेस, सचेत हुने अभ्यास आफ्नो विचारप्रति, र त्यो विचारलाई गहिराइमा हेर्नु। कसरी? मेरो माइन्डमा आयो, मलाई यो चाहियो। अब मैले आफूले बुद्धिले त्यसलाई डिसिजन लिनु पर्यो कि के मलाई साँच्चीकै यो चाहिएको छ त? यो अभ्यास गर्दै जानुभयो भने बिस्तारै 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 यो हाम्रो ह्याबिटमा आउँछ। अनि जब त्यो ह्याबिट प्र्याक्टिस गर्दै जाँदा, अभ्यास गर्दै जाँदा हाम्रो पर्सनालिटी बन्छ। हामीलाई थाहा पनि हुँदैन। यसरी नै ह्याबिटहरू बन्छन्। कुनै पनि कुरा हामी अभ्यास गरिरहन्छौँ अनि त्यो हाम्रो ह्याबिट बन्छ। यति सिम्पल छ। त्यही हाम्रो पर्सनालिटी बन्छ। आफूले देखिँदैन। हामी मोटाइयो, दुब्लाइयो, होइन, आफूलाई थाहा हुँदैन के, तर त्यो अर्को व्यक्तिले देख्न सक्छ। मैले भनेको कुरालाई एकदम राम्रोसँग फलो गर्नुहोस्, धेरै काम आउन सक्छ।